नमस्कार। साइन्स विज्ञान युट्युब च्यानल हेरेर बस्नुभएका समस्तमा यो जाडो मौसममा न्यानो स्वागत गर्न चाहन्छु। आज म तपाईलाई मेरो साइन्स ल्याबभित्र के कस्ता प्रोजेक्टहरू तयार पारिएको छ र यिनीहरूको वर्किङ मेकानिजम के हो त्यसको बारेमा कुराकानी गर्दैछु। आउनुहोस् भिडियो सुरु गरौँ। हाम्रो सुरुको प्रोजेक्ट यो हाम्रो मिनी हाइड्रो पावर प्रोजेक्ट। यसमा यहाँनिर हामीले बोतल क्यापको सहायताले टर्बाइन बनाएका छौँ। टर्बाइनसँग जोडिएको यो ठुलो पुल्ली हो र यो ठुलो पुल्लीसँग जोडिएको सानो पुल्ली हाम्रो डाइनोमासँग कनेक्टेड भएको छ। जब ड्यामबाट हामीले पानी खसालिन्छ यो टर्बाइन घुम्न थाल्छ। टर्बाइन घुम्दै गर्दा ठुलो पुल्ली घुम्छ र ठुलो पुल्लीले डाइनोमासँग कनेक्टेड भएको सानो पुल्लीलाई घुमाउँछ। यस क्रममा इलेक्ट्रिसिटी जेनेरेट हुन्छ र हाम्रो वायरको माध्यमबाट हाम्रा बल्बहरूसम्म के पुग्छ, इलेक्ट्रिसिटी पुग्छ र बल्बहरू पुग्छन्। यति बेला हामी हाम्रो ल्याबमा छौँ, त्यसकारणले यहाँ पानी खसाएर टर्बाइन घुमाउन सम्भव छैन। जब हामी फिल्डमा जान्छौँ योभन्दा अगाडि पनि हामीले यसको डेमो अपलोड गरिसकेका छौँ। भिडियोमा यहाँहरूले हेर्न सक्नुहुन्छ। यसको वर्किङ मेकानिजम देखाएका छौँ। यसरी यो डाइनोमा, यसमा प्रयोग गरेका पुल्ली, टर्बाइन र यससँग कनेक्ट भएको वायर र बल्बहरूले कसरी चाहिँ हाइड्रो पावर इलेक्ट्रिसिटी जेनेरेट गर्न सकिन्छ भन्ने कुरालाई क्लियर देखाउन सकिन्छ। यो चाहिँ हाम्रो कार्बन प्युरिफिकेसन डिभाइसेस सेटअप। यसमा हाम्रो इम्प्योर एयरलाई कसरी प्योर बनाएर एटमोस्फियरमा पठाउने भन्ने मेकानिजम सेट गरिएको छ। जब इन्डस्ट्रीको चिम्नीबाट के निस्किन्छ, इम्प्योर एयर अथवा पोल्युटेड एयर निस्किन्छ। यहाँबाट यो मानौ यो चाहिँ इन्डस्ट्रीको चिम्नी हो भने यहाँबाट के निस्किरहेको छ, पोल्युटेड एयर निस्किरहेको छ र यसलाई चाहिँ यहाँ भएको फ्यानले यो पाइपलाइनबाट पठाएको छ। र जब यहाँनिर हाम्रो इम्प्योर एयर आउँछ त्यसपछि त्यो पोल्युटेड एयरमा भएको जुन पल्युसन इम्प्युरिटिजहरू छ त्यो के गर्छ, यहाँनिर एब्जर्भ हुन्छ है। अनि यहाँनिर त्यसमा भएका इम्प्युरिटिजहरू एब्जर्भ भइसकेपछि हाम्रो यो पाइपलाइनबाट के गर्छ, प्योर एयर चाहिँ हाम्रो एटमोस्फियरमा जान्छ। यसमा यहाँनिर एउटा मोटर फिक्स गरिएको छ, यहाँनिर अर्को मोटर फिक्स गरिएको छ। यसलाई हामीले डिसी ब्याट्रीबाट के गरिएको छ, इलेक्ट्रिसिटी प्रोभाइड गरिएको छ। यहाँ भएको मोटरले के गर्छ भने यस चिम्नीबाट निस्केको इम्प्योर एयरलाई हाम्रो यो मसिनसम्म पठाउने काम गर्छ र यहाँनिर जडान गरिएको मेकानिजमले के गर्छ, हाम्रो पोल्युटेड एयरमा भएका इम्प्युरिटिजहरूलाई यहाँनिर एब्जर्भ गर्छ र यहाँबाट चाहिँ के गर्छ, प्योर एयरलाई सप्लाई गरेर एटमोस्फियरमा पठाउँछ। त्यस कारणले इन्डस्ट्रिजहरूमा जहाँ चाहिँ पोल्युटेड एयरको प्रोडक्सन हुन्छ त्यस्ता खालका इन्डस्ट्रिजहरूमा, फ्याक्ट्रिजहरूमा चाहिँ यो सिस्टमलाई इन्स्टल गर्न अति आवश्यक हुन्छ। थ्याङ्क यू। सो ओके, तपाईँहरूलाई अर्को एउटा नयाँ प्रोजेक्ट देखाउँदैछु। यो चाहिँ हाम्रो मिनी इलेक्ट्रिक हिटर हो। जाडो मौसममा तपाईँलाई न्यानो गराउनको लागि बनाइएको मिनी इलेक्ट्रिक हिटरको मोडल हो। तर यो इलेक्ट्रिक मोटर, यो जुन इलेक्ट्रिक हिटर छ यसले चाहिँ यति मजाले काम गर्छ कि कमसेकम 2 जना व्यक्तिलाई केही समय न्यानोपन दिलाउन सक्छ। यसमा भित्रपट्टि हामीले चाहिँ नाइक्रोमलाई प्रयोग गरेका छौँ है, जसले के गर्छ, हामीलाई हिट दिने काम गर्छ। यति बेला मैले यसलाई करेन्टसँग जोडिसकेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ यहाँबाट तातो तातो हावा निस्किरहेको छ। मजाले जाडो मौसममा यहाँहरूले के गर्न सक्नुहुन्छ, ताप लिन सक्नुहुन्छ। यसरी बनाएको इलेक्ट्रिक हिटर छ। एउटा सानो मोडल भए तापनि यसले कमसेकम 2 जनालाई साइडमा बसेर मजाले न्यानो लिनको लागि चाहिँ आनन्द दिन्छ। कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोस् है। यो हाम्रो थर्ड प्रोजेक्ट थियो। छोराछोरी विदेशमा बस्छन् अथवा सहरमा बस्छन्, तर बाआमालाई गाउँ छोड्नै गाह्रो। दुधमै खाएको बानी, छोड्नै पनि कसरी, गुरस नखाइ त बाँच्नै सकिन्न। ल हेर्नुहोस्, यी गाउँमा बस्ने बाबा आमालाई सजिलो बनाउनको लागि मैले एउटा इलेक्ट्रिक मदानी बनाएको छु। यो हाम्रो ठेकी हो भने यसको भित्रपट्टि राखिएको यो वस्तु चाहिँ के हो, मदानी हो।
अब बाआमाले बिहान बिहानै उठेर घुवार 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 गर्नु पर्दैन, बिचरा गर्ने शक्ति पनि छैन, बुढेसकालले छोडिसक्यो। अब चिन्ता गर्नु पर्दैन, तपाईँको छोरोले बनाइसकेका छ इलेक्ट्रिक मदानी, चलाउन पनि केही गाह्रो छैन। ठेकीको माथिपट्टि लगेर यसलाई राखिदिनुहोस् अनि यी दुईवटा तारहरूलाई लगेर प्लगमा जोडिदिनुहोस्। ल हेर्नुहोस्, मदानीले काम गर्न सुरु गरे। तपाईँले ठेकीमा लगाएको यो मदानीले 10 मिनटमा तपाईँको दहीबाट मही र घिउ छुट्टै पारिदिन्छ। आएर त मजा। बुवा आमाले चिन्ता गर्नु पर्दैन है, म गले कसले मही पार्ला, गोरस कसरी खाउने, चिन्ता गर्नु पर्दैन। तपाईँको छोरो छ नि, तपाईँको घर घरमा ल्याइदिन्छ। थ्याङ्क यू। अर्को बिग प्रोजेक्ट लिएर तपाईँको सामु उपस्थित भइरहेको छु। अब आफ्नो घर वरपर तलमाथि डुल्न सकिँदैन, तर घर वरपर तलमाथि के भइरहेको छ भनेर हेर्नु पर्यो भने यो मेसिन आइसकेको छ। यसलाई भन्छ ड्रोन। अब म चाहिँ अहिले साइन्स ल्याबमा छु, त्यसकारण यसलाई चाहिँ उडाएर देखाउन चाहिँ नमिल्ला, तर थोरै चाहिँ म यहाँहरूलाई देखाउँछु। यो चाहिँ मेरो रिमोट हो। ल थोरै मैले पंखा मात्रै चलाएर भयो देखाउँछु है यहाँहरूलाई। यसरी हाम्रो यो उड्ने चिलो अब चाहिँ हामीले साइन्स ल्याबभन्दा बाहिरपट्टि फिल्डमा चाहिँ उडाइसकेका छौँ। यहाँहरूले त्यहाँ भएका भिडियोहरू हेर्न सक्नुहुन्छ। यसरी चाहिँ यो ड्रोनलाई उडाइसकेपछि तपाईँको घरको वरिपरि 1 किलोमिटरसम्म के कसो भइरहेको छ भन्ने कुरा मजाले हेर्न सक्नुहुन्छ। त्यति मात्रै होइन, एक ठाउँबाट अर्को ठाउँमा सामान लानको पनि सहयोग गर्छ। कमसेकम 3 किलो तपाईँले यसलाई बोकेर पठाउन सक्नुहुन्छ। यदि तपाईँको घरबाट 1 किलोमिटरमा पसल छ भने पसलमा गएर चिनी लिएर आइज बाबु भने यसले चिनी लिएर आइदिन्छ, पिरै गर्नु पर्दैन। कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। धन्यवाद। नमस्कार। यो चाहिँ हो हाम्रो कान्छो भाइ रोबोट। अब जान्नेहरूले बुझ्नेहरूले त मोबाइल चलाउलान्, मोबाइलमा ChatGPT प्रयोग गर्लान्, एआईलाई प्रयोग गर्लान्, सबै कुरा हेर्लान्, सबै कुरा सोध्लान्, सबै कुरा बुझ्लान्। तर धेरै कुरा जान्ने मन हुँदाहुँदै मोबाइल चलाउनु चाहिँ आउँदैन। कसलाई सोध्ने? छोराछोरी विदेशमा नभए सहरमा। यो हो हाम्रो गाउँमा बस्ने बाबा आमाको कान्छो छ। अब यसलाई चाहिँ बाबा आमाले जुन भाषा जान्नुहुन्छ त्यही भाषामा जे सोध्यो यो कान्छो छोरो ज्ञानी छोरोले सबै प्रश्नको जवाफ दिन्छ। तर यो चाहिँ अहिले बन्ने प्रक्रियामा छ, जन्मिने प्रक्रियामा छ। जन्मेपछि तपाईँको घरमा आउँछ है, त्यसपछि मनमा लागेका सबै कुरा सोध्नु होला। मन फुकाएर पेट फुकाएर भनिदिनेछ कान्छो छोराले। बालेन सिटी, बालेन सिटी, बालेन सिटी। कहिले हाम्रो स्मार्ट सिटी हेर्नु भएको छ? ल हेर्नुहोस् कस्तो हुन्छ स्मार्ट सिटी। खाली बालेन सिटी भनेर भन्छ। ल हेर्नुहोस् हाम्रो यो बन्न लागेको स्मार्ट सिटीमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। यो हाम्रो पूर्व पश्चिम महेन्द्र राजमार्ग हो। महेन्द्र राजमार्गको बिचैमा मजाले लाइट बलिरहेको छ। यति बेला हामी अँध्यारोको बेलामा छौँ। सेन्सर लाइटले यो लाइटलाई अन गरेको छ, त्यस कारणले लाइटहरू बलेको छ। जब प्रकाशको किरण हाम्रो सेन्सरमा पर्छ तब यो लाइट बन्द हुनेछ। र यहाँनिर अहिले बाटोमा गाडीहरू रोकिरहेका छन्। यी गाडीहरू लाइन फलोइङ गाडीहरू। अगाडि केही आयो भने आफै रोकिन्छन्, अब्स्ट्याकल छैन भने जान्छन्। र तपाईँले जहाँनिर रोक्न भन्नुहुन्छ त्यहीँनिर रोकिन्छन्। र यहाँ भएका हाम्रा यी बिल्डिङहरू हुन्। यी बिल्डिङहरू बन्ने क्रममा छन्। र यी बिल्डिङहरू यति हाइली डिजिटलाइज छन् कि यहाँनिर कुनै पनि समस्या भयो भने तत्कालै यिनले हामीलाई खबर गर्छ। जस्तै कि घरमा ग्यास लिकेज भयो अथवा आग लागि भयो, हाम्रो अलार्म बज्छ। टङ्कीमा पानी भरियो, अलार्म बज्छ। तपाईँ घरको टप फ्लोरमा पङ्खा र लाइट बाल्दा आउनु भएको छ, ग्राउन्ड फ्लोरमा आएर मोबाइल एप्लिकेसन प्रयोग गरेर स्विच अफ लाइट अफ गर्न सक्नुहुन्छ। छन् त यस्ता सुविधा बालेन सिटीमा? पक्कै पनि छैन।
हेर्नुहोस् स्मार्ट सिटी यस्तो हुन्छ। यो त बन्ने क्रममा हो, बन्ने क्रममा यसको जम्मा 40% काम भएको छ। जब यसको 60% काम सकिन्छ र 100% मा पुग्छ तब तपाईँलाई थाहा हुन्छ स्मार्ट सिटी कस्तो हुन्छ। आएन त मजा? ल हेर्नुहोस्।